सेल मोनिटाइज भइसकेको फेसबुक एकाउन्ट अनि युट्युब च्यानल सेलमा राखेको छौँ हामीले। हेलो गाइस, आज चाहिँ भने हामी ससुरालीदेखि घर फर्केको NH 717 ए हाइवे भएर अगाडिको नजारा चाहिँ छ एकदम। यो चाहिँ लाभा साइड हो। यहाँनिर चाहिँ फगी लागिरहेको छ। बाइक रेसिङ भएको छ, देख्न सक्नुहुनेछ। गीत गाइदिनु न। कुन चाहिँ गीत? कुन चाहिँ गीत? सबै गीत जाने यस्तो। कुन चाहिँ गीत? सबै गीत जाने यस्तो। सुनाइ भए पनि माया नै माया छ तिम्रो नाउँमा, तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा, तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा। माया नै माया छ तिम्रो नाउँमा, तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा। तिमी कस्ती जुन जस्ती गाउँ बेसीमा। झन्डै कुखुरा पनि सुप भयो। सुप पनि अचार भयो। मार्दै दिए नि। छन्से जा टुटेको ए सपना, जग सुना सुना लगे, जग सुना सुना लगे, कोई रहेन जग अपना। जग सुना सुना लगे, जग सुना सुना लगे रे सुना। यहाँदेखि उता चाहिँ फेरि बिर्सियो। सेल मोनिटाइज भइसकेको फेसबुक एकाउन्ट अनि युट्युब च्यानल सेलमा राखेको छौँ हामीले। कोलाई फेसबुक एकाउन्ट मोनिटाइज भइसकेको जरुरी छ, तपाईँले हाम्रो च्यानललाई किन्न सक्नुहुन्छ। सेल युट्युब पनि मोनिटाइज भइसकेको छ अनि हाम्रो फेसबुक च्यानल पनि, मेरो पनि मेरो बुढीको पनि दुईटै मोनिटाइज भइसकेको छ। कोलाई जरुरी छ किन्न सक्नुहुनेछ। दाम चाहिँ इनबक्समा भन्ने छु। बेच्नेलाई यस्तो भइसक्यो नि त फेसबुक काम लगाएर त्यो यतिको घट्यो भने त अरू जग्गामा पनि पैसा त आउँछ नि। कमाइ भन्ने चाहिँ सेन्टको हिसाबमा 1K 2Kहरू भ्युज आउँदाखेरि 1 सेन्ट अरे 2 सेन्ट अरे कहिले डलर पुऱ्याउनु। अब चाहिँ फेसबुकको मालिकलाई पनि डाइरेक्ट मेल गर्ला जतिको भइसक्यो। बरु खेताला गयो भने त्योभन्दा बेसी कमाइ हुन्छ। हरिबिजोक छ, हरिबिजोक काम लगाएर। आज चाहिँ एउटा टपिक लिएर आएको छु। तपाईँहरूलाई पनि के मलाई जस्तो भइरहेको छ, मलाई कि हामीलाई जस्तो, म बुढाबुढीलाई जस्तो कन्टेन्ट पनि मोनिटाइज भयो हाम्रो। अनि फोटोहरूबाट पनि अलिअलि इन्कम हुन्छ। तर अब फोटो भन्ने कुरो सधैँभरि त्यसको अब चलिरहने कुरा होइन। त्यो लिमिटेड पिरियडको लागि मात्रै हो, भाइरल भइरहने कुरा होइन। अब भिडियो बनाउँ भने भिडियो पनि कुन चाहिँ टपिकमा बनाउनु त? अब भ्लगिङ गरौँ कि गाउँले टाइपको भिडियोहरू लगाउँ कि अब यताउता गएको भिडियो लगाउँ कि यस्तै हुन्छ। तपाईँहरूलाई पनि भइरहेको छ भने चाहिँ नि त्यस्तै हुँदैछ। अब कतिले डान्स गरेको लाउँछ, कतिले गीत गाएको लाउँछ। त्यो सबैमा आफ्नो आफ्नो हिडन ट्यालेन्ट हुन्छ नि त। तर म चाहिँ यस्तो दुविधामा परेको छु, मेरो हिडन ट्यालेन्ट चाहिँ के हो के हो? अब के चाहिँ तपाईँहरूलाई देखाएर इन्टरटेन गरौँ त? क्वेसन चाहिँ त्यहाँनिर छ। अब हिडन ट्यालेन्ट यसो आँखा चिम गरेर सुतेर सोचेर चिम गरेर सुतेर सोचेर चिम गरेर अब हिडन ट्यालेन्टै पाउँदैन। तिमीहरू के पाउँछौ? केही पाएको छैन अहिलेसम्म। कन्टेन्ट मोनिटाइज भयो, क्राइटेरिया पनि फुलफिल भयो सबै। तर अब हाम्रो कन्टेन्ट मोनिटाइज भयो, तर अब एक्ज्याक्ट हाम्रो अडियन्स चाहिँ के हो, कुन चाहिँ हो, कुन चाहिँ फिल्डबाट हामीले अडियन्स पाउँदैछ, त्यो चाहिँ अब सोच्ने विषय भइरहेको छ। अब गाइस तपाईँहरूले पनि भनिदिनु पऱ्यो हामीबाट चाहिँ अब कस्तो खालको भिडियोहरू चाहिँ तपाईँलाई मनपर्छ। को कुरा दिउँ भने ज्ञान पनि छैन आफ्नोमा त्यति साह्रो। मोटिभेसनल स्पिच दिउँ भने त्यो पनि छैन आफ्नोमा। What to do?
गीत गाउँछ गीत गाउँ भन्यो भने टुप्पो टुप्पो मात्रै याद छ बजाउँ भन्यो भने अब इन्स्ट्रुमेन्ट बजाउनै आउँदैन यो यहाँ पनि गोबरै सोर्नु मात्रै लेखेको रहेछ होला गोबर सर्नु चाहिँ आउँछ फेरि त्यही हाल्नुपर्छ नि अनि गोबर सर्नु घाँस काट्नु सुँगुरको गोठाला यहाँ चाहिँ गाडी पनि पुरै डान्स गर्दैछ नि त जग्गा जग्गा चाहिँ बाटो बिग्रेको छ है भ्लगिङ गरौँ भन्यो भने भ्यू चाहिँ आउँदैन के चाहिँ गर्नुपर्ने हो बिना ट्यालेन्टको मोनिटाइज $1-2 फेसबुक युट्युबबाट कमाउँ भनेको नि मोनिटाइज त भयो नि कुन चाहिँ ट्यालेन्ट देखाउँ बिना ट्यालेन्टको पैसा दिँदैन रहेछ हो बिना ट्यालेन्ट फेसबुकले पनि पैसा दिँदैन रहेछ युट्युबले पनि पैसा दिँदैन रहेछ हँसाउनु पनि जान्दैनौ नाच्नु त झन् नाच्नु पनि जान्दैन जान्दैन अब चाहिँ के गर्नुपर्ने यो युट्युब र फेसबुकलाई चाहिँ कम्प्लेन देला जस्तो छ हामी ट्यालेन्ट नभएको मान्छेलाई चाहिँ किन चाहिँ मोनिटाइज गर्यौ न आफूलाई यहाँ विकली च्यालेन्ज गर्ने टाइम छ गीत गाइदिनु न अन्त गीत पनि टुप्पो मात्रै अलिकति आउँछ त्यो टुप्पो मात्रै भए पनि गाइदिनु न आज भात खाएको मात्रै हाल्ला जस्तो छ इस्कुस र भात हाम्रो फेरि इस्कुस मात्रै पाक्छ नि फेरि हाम्रो फेरि इस्कुस मात्रै पाक्छ नि फेरि लेखाली हो कि इस्कुस र भात कम खाएको हाल्छौँ ल हामी अब आजको भिडियो चाहिँ यस्तै छ यो बाटो अब तपाईहरुलाई देखाइदिने हो मजाको छ घुम्न आउनु सक्नुहुन्छ फ्यामिलीहरु लिएर साथीहरुसित दामी जग्गा छ बुधबारे फाटक पनि आइपुग्यो बुधबारे फाटक त भन्छ होला यसलाई 4टा फाटक छ यो साइडबाट कालिम्पोङ रेली जाने लेफ्ट साइड डाइरेक्ट गयो भने लाभा राइट साइड गयो भने गिडाब्लिङ नोकडाँडा पनि पुग्न सक्नुहुन्छ अब बाटोको जानकारी दिँदै जाला जस्तो छ तपाईहरुलाई अनि यहाँ चाहिँ बाटो एकदम मजाले अहिले चाहिँ खुल्ला छ टेन्सन गर्नु पर्दैन